अब चाहिँ म तपाईहरुलाई साउन्डमा एकदम राम्रो भएर व्रत बस्नको लागि मेकअप सिकाउन गइरहेको छु। सो राम्रोसँग हेर्नुस् अनि राम्रो भएर पूजा गर्न जानु होला। सो बेस गर्नको लागि चाहिँ म यो Forever 52 को मेकअप बेस लाउँछु। यसले चाहिँ एकदम तपाईको स्किनमा एकदम डीपली हाइड्रेसन पुर्याउँछ अनि मज्जाले ब्लेन्ड गर्ने, मज्जासँग ब्लेन्ड पनि हुन्छ हेर्नुस् त ल। सो यतिको चाहिँ ग्लो हुनुभयो तपाईको स्किन। बेस यतिको भइसकेपछि चाहिँ अब म युज गर्छु यो ली ट्यानको सनस्क्रिन। यो चाहिँ मेरो वान एन्ड ओन्ली फेभरेट हो। यस्तो राम्रो छ यो सनस्क्रिन चाहिँ, व्हाइट कास्ट पनि आउँदैन, के पनि आउँदैन। यस्तो मज्जाले ब्लेन्ड हुन्छ तपाईको स्किनमा। निधारमा पनि लाउन नबिर्सिनु होला, नत्र निधार डढेर कालो हुन्छ फेरि। हेर्नुहोस् त मज्जाले ब्लेन्ड गर्दै गर्दा यो हराइ नै सक्यो स्किनमा। यस्तो बेबी सफ्ट पान्छ स्किनलाई। यतिको सनस्क्रिन युज गरिसकेपछि चाहिँ म युज गर्छु यो क्याट कस्मेटिकको सीसी क्रिम इन सेड 004। यो चाहिँ तपाईहरु अलिकति वार्म शेड अनि अलिकति डिपर स्किन टोनको हुनुहुन्छ भने चाहिँ एकदम पर्फेक्ट नै हुन्छ तपाईहरुलाई। एकदम लाइट ह्यान्ड लाउने, म चाहिँ धेरै लाउने, एकदम लाइट ह्यान्डले एकदम थोरै अमाउन्टमा लिएको छु मैले। हेर्नुहोस् त मैले हातले कस्तो मज्जाले ब्लेन्ड भयो यो, हेर्नुहोस् त। सो यतिको चाहिँ तपाईको बेसै रेडी हुनुपर्छ। त्यसपछि चाहिँ म ब्लस लाउँछु। यो चाहिँ Forever 52 को चिकी ड्रिप ब्लस हो इन सेड 001। यो चाहिँ यस्तो लाउने होइन, यो पहिला ब्याक अफ द ह्यान्ड निकाल्ने प्रोडक्टलाई बल्ल लगाउने। कस्तो मजाको पिङ्की सेडमा मलाई लास्ट मन पर्छ यस्तो पिङ्कवाला सेड चाहिँ। हेर्नुहोस् त बेस पनि निक्लिँदैन, के पनि हुँदैन, पिगमेन्ट जस्तो राम्रो छ। कस्तो मजाले ब्लेन्ड हुन्छ यो ब्लस। हल्का सफ्ट गर्नको लागि म ब्लेन्डर युज गर्छु। ब्लेन्डरले हल्का हल्का मात्रै ट्याब्लेट अप गर्ने। यस्तो गर्मी छ, गर्मीमा त मेकअप सेट गर्न पर्यो। सो आई युज पेस्टल कस्मेटिकको लुज पाउडर। यसले तपाईको चिल्लोलाई एकैछिनमा यसरी ओइल कन्ट्रोल गरिदिन्छ। यतापट्टिको हेर्नु अनि यतापट्टिको हेर्नु, यस्तो मजाको फ्ललेस म्याटिफाई लुक दिन्छ। पाउडर अप्लाई गरिसकेपछि तपाईलाई मेकअपलाई सेट गर्नुपर्छ, त्यो पनि सेटिङ स्प्रेबाट। सो म चाहिँ यो सफ्ट फोकस सेटिङ स्प्रे लगाएको छु। यसले कस्तो मजाको हाइड्रेट गर्छ स्किनलाई, हेर्नुहोस्। अब यसलाई 5 मिनट सुक्न दिने अनि देख्छ रिजल्ट। सेटिङ स्प्रे सुकिसकेपछि चाहिँ म गर्छु यो ब्राउज। मेरो चाहिँ फिल गर्नु पर्दैन, तपाईको फिल गर्नुपर्छ भने चाहिँ फिल गर्नु होला। मेरो चाहिँ कोम मात्रै गरे पुग्छ। जस्तै यति कोम मात्रै गर्दामा फेसमा कस्तो स्ट्रक्चर आउँछ। आइजको लागि चाहिँ म यो Forever 52 को ब्ल्याक गाजर युज गर्छु। ल हेर्नुहोस् अन्डर आइम यस्तो मजाले स्मज गर्ने यो गाजरले। सो हेर्नुहोस् त कस्तो मजाको देखियो यो गाजरले मेरो आइजलाई। अनि हल्का माथि गर्ने, माथि माथि पनि एकदम नियर टु द ल्यास लाइन अनि ब्लेन्ड गर्नुपर्छ। यस्तो ब्लेन्डिङ ब्रसले चाहिँ म ब्लेन्ड गर्छु यसलाई। यस्तो मजाले ब्लेन्ड गर्नु बसेर चाहिँ यस्तो मजाले ब्लेन्ड हुन्छ हुन चाहिँ। तर हेर्नुहोस् सो ल हेर्नुहोस् त कस्तो मजाको देख्यो मेरो आइज। यस्तो कस्तो मजाले यो गाजरले मैले यस्तो राम्रो आई मेकअप गरेँ। अब यो लुकलाई कम्प्लिट गर्नको लागि चाहिँ म अस्टाइल्सको यो लिप ग्लेज चलाउँछु। सो यो चाहिँ इनसेड रेड भेलभेट हो। यस्तो राम्रो छ यो कलर। कस्तो मजाले मेरो लिप्सको कलर चेन्ज गरिदियो। ल हेर्नुहोस् त कस्तो मजाको देखियो। सो मेरो फाइनल लुक चाहिँ यस्तो आयो। ल हेर्नुहोस् एकदम इजी, क्विक अनि मेकअप डन।